पेटको हामीले यसरी बुझ्नुहुन्छ कि जस्तो छाती सम्बन्धी छ त त्यसमा हामीलाई सासको कुरा आउँछ, हार्टको छ भने हार्टको दर्द हुन्छ, हार्ट एट्याकको, या फोक्सोको स्यास्या घ्यारघ्यार हुन्छ, अक्सिजन हुन्छ, ब्रेनको समस्या छ भने बेहोस हुन्छ, paralysis होला। त्यस्तै पेटको समस्या भन्दाखेरि पेटभित्र एब्डोमेन एरियामा के अङ्ग हुन्छ त? एउटा लिभर हुन्छ, लिभरको जन्डिसदेखि लिएर लिभरमा क्यान्सर हुने, लिभरमा इन्फेक्सन घाउहरू हुने, यो पनि पेट रोगमा पर्छ। तर यसमा हाम्रो कोही साथीहरूले यसैमा रात दिन लाग्नुहुन्छ, जस्तो कि डाक्टर विकास जैसी हाम्रो छ, उहाँ हो, डाक्टर एकानन्द हो, अपरेसन गर्ने, लिभर ट्रिटमेन्ट गर्ने, त्यो पनि अलिकति पार्टमा पर्छ, हामीले सहकार्य नै गर्छौँ। अर्को आयो जुन हामी खाना खान्छ, स्वालो गर्छ, त मुखमा त्यसलाई च्यु गरेर खाना त हाम्रो छातीको भित्रबाट खानाको नली जुन छ इसोफेगस भोजन नली त्योबाट पेटमा पुग्छ। पेट भन्नेको एउटा ब्याग हो, त्यसमा डाइजेस्ट हुन्छ खाना। त्यहाँनिर केही गडबड भयो भने त्यो सबै ग्यास्ट्रिक जुन हामी भन्छौँ नि प्रायः, यो यही खानाको नली र पेटको समस्या त्यहाँ पोल्ने। एसिड बढी भयो, त्यो एसिड के हो? एसिड नभएर त खाना पच्दैन। तर त्यही एसिडले पेसेन्टलाई हार्म गर्न थालेपछि त्यसलाई ग्यास्ट्रिक भन्छ। त्यो हार्म कसरी गर्छ? त्यो त डाइजेस्ट गरेर तल आन्द्रामा जानुपर्ने हो, सानो आन्द्रा ठुलो आन्द्रामा जानुपर्ने हो। तर हुन्छ के भने त्यो माथि फुड पाइपमा खाना नलीमा उल्टो ढङ्गले माथि माथि आउन खोज्छ, रिफ्लक्स, अनि त्यो पोल्छ, त्यहाँ घाउ हुनसक्छ, खाना नलीमा क्यान्सर हुनसक्छ। यो सबै ग्यास्ट्रिककै। हाम्रो ग्यास्ट्रिक भन्नाले बिमारीले त यो त बुझ्दैन नि कि यो खाना नलीको हो कि यो स्टोमक ब्यागको हो कि यो आन्द्राहरूको हो कि यो पेटसँग जोडिएको पेन्क्रियाजको हो कि यो लिभरको हो कि त्यसमा क्यान्सरहरू भएर यस्तो भयो कि घाउहरू आन्द्रामा जस्तो क्रोन्स, डक्टरहरूको नामबाट घाउ आएको छ कि क्रोन्स डिजिज, अल्सर, धेरै घाउै घाउ भएको कोलाइटिस, त विभिन्न बिमारी छ। टिबी नै हुनसक्छ आन्द्राहरूमा, होइन, क्यान्सर भइरहेको हुनसक्छ। सबै कुरालाई हाम्रो बिमारीले पेसेन्टले ग्यास्ट्रिकै भन्छ। उहाँहरूको समझमा ग्यास्ट्रिक भनेको पेटमा हुने कुनै पनि अप्ठ्यारोलाई ग्यास्ट्रिक भन्छ। त्यसैले उहाँले भनेपछि विभिन्न प्रश्नहरू सोध्ने, विभिन्न जाँच गर्ने, जुन अल्ट्रासाउन्ड रेडियोलोजीको जाँच, भिडियो एक्सरे भनेर पपुलर छ, इन्डोस्कोपी भनेर पपुलर छ, रगतको जाँचहरू गरेर हामीले रोग छुट्याउनु पर्छ कि यो खाना नलीको रोग हो कि यो स्टोमक पाकस्थलीको रोग हो कि यो सानो आन्द्रा ठुलो आन्द्रामा खानै नपच्ने डायरिया हुने, होइन, अब्जर्प्सनै नहुने माल अब्जर्प्सनको रोग हो कि यो पेन्क्रियाजको रोग हो कि यो पित्तथैली नली लिभरको रोग हो कि यो अल्सरेटिभ कोलाइटिस, क्रोन्स डिजिज, दिशामा रगत मिसिएर आएको हो कि कुन अङ्गको के रोग हो, त्यो हामीले जाँच गरेर बिमारीको डिस्कसनबाट, जाँचबाट, एक्सरे सिटी स्क्यानहरू गरेर, अल्ट्रासाउन्डहरू गरेर, इन्डोस्कोपी कोलोनोस्कोपी गरेर त्यसले हामीले छुट्याउनु पर्छ। यो सबैलाई ग्यास्ट्रिकै भन्दो रहेछ पेसेन्टले। खानपिनको पनि असर पक्कै हो, तर यो बिमारी भनेको हाम्रो धेरै हेरिडिटी अनुसार हुन्छ। कसैलाई ब्रेनको डिजिज भएर आउँछ, कसैले हार्टको डिजिज भएर आउँछ, कसैले क्यान्सरको जिन लिएर आउँछ। र फेरि यो ग्यास्ट्रोइन्टरोलोजीको डिजिज अल ओभर द वर्ल्ड, अमेरिका, इङ्ल्यान्ड, म अस्ट्रेलियामा पढेको यो सबै कुरा, मेलबर्न युनिभर्सिटीमा, मेलबर्न हस्पिटलमा मैले यो सबै बढी हाई लेभलको कुराहरू सिकेको। 90 देखि लिएर 91, 92, 93 गभर्मेन्टले नै स्कलरसिपमा पठाएको थियो। मेरोमाथि गभर्मेन्टको धेरै इन्भेस्टमेन्ट पनि छ। त्यसैले मलाई जहिले पनि लाग्छ कि म देशको लागि केही गरौँ। त यो सबै ठाउँमा बढी छ। तर हामी कहाँ के बढी छ भने, एक त के छ भने यो अल्कोहल खाने प्रवृत्ति हामी कहाँ जुन छ नि, अल्कोहल त अल ओभर द वर्ल्ड खाइन्छ, तर तिनीहरू सेफ हुन्छ। अल्कोहलले ड्यामेज गर्न थाल्यो लिभरलाई, ब्लडमा टेस्ट गर्छ एलएफटी, लिभर फङ्सन टेस्ट, होइन, भिडियो एक्सरे युएसजीहरू गरेर त्यो गडबड हुन थाल्यो भने छोडिदिँदो रहेछ केयरफुल्ली। हामी कहाँ के छ भने खाएको खाए अनि त्यो लिभर फेल भएर ग्यास्ट्रिक मात्रै भनेछ, उता लिभर फेल भइसक्यो, मान्छे बेहोस हुन थाल्छ, मान्छेले बान्तामा रगत निकाल्न थाल्छ, पेसेन्टले पेटमा फ्लुइड एसाइटिस कलेक्सन हुन्छ, डेन्जर हुन थाल्छ। त त्यो हाम्रो अल्कोहलको एउटा फरक छ। अर्को स्पाइसी फुड हामी धेरै खान्छौँ, स्पाइसी फुड, त्यसले ग्यास्ट्रिकको सिम्पटमहरू बढाउँछ, रोगै त गर्ने होइन। अर्को हाम्रो पानीहरू यसो हाइजिनमा जिआरडियाको इन्फेक्सन धेरै हुन्छ, धेरै पटक जिआरडिया हुन्छ, इन्फेक्सन दुख पाइराखेको हुन्छ, ग्यास्ट्रिक भनिराख्छ हुन्छ, हामीले जिआरडियामा ध्यान दिँदैन, एउटा जिआरडियाको ट्रिटमेन्ट गरिदियो भने त तुरन्तै ठिक हुन्छ। त्यो हाम्रो अलि फरक हो, थोरै फरक हो। अल ओभर द वर्ल्ड भन्दा खानपिनले फरक पर्छ। जस्तो दुध त अमृत हो नि, आमाबाट बच्चाले के पाउँछ? दुध पाउँछ, त्योभन्दा अमृत कुरा त केही पनि होइन। त्यही दुध खाएर खाना नलीमा एसिड माथि रिफ्लक्स भएको मान्छेलाई दुध खाँदा छटपटिँदो रहेछ कोही। अब त्यो बेला त त्यसले खानु भएन। यसको मतलब त यो त होइन कि दुध कुनै पेसेन्टले खानु नै भएन भनेपछि अलिकति
हाम्रो चाहिँ खानपिनबाट अलिकति फरक छ तर मोटामोटी अल ओभर द वर्ल्डमा जे छ ग्यास्ट्रोइन्टरोलोजी लिभरको डिजिजहरू हामी कहाँ पनि त्यस्तै छ। ग्यास्ट्रिकमा त अब भन्छ नि ग्यास्ट्रिक नहुने नेपाली कोही छैन भन्छ नि तर के छ ठुल्ठुलो बिमारीहरू हुँदैन। ग्यास्ट्रिक भनेर अल्सर भयो मान्नुहोस्, रगत निस्क्यो या ड्युटेनममा पर्फोरेसन भयो, आन्द्रा फुट्यो, या भन्नुहोस् कोलाइटिसहरू भयो, अल्सरेटिभ कोलाइटिस, क्रोन्स डिजिज, आन्द्रा चाहिँ ब्लक भयो या टक्सिक म्याक्रोबाट आन्द्रा फुट्यो ठुलो आन्द्रा, त्यो त खतरा भयो हैन। अब त्यो ग्रुप जुन छ नि अल्सरेटिभ कोलाइटिस, क्रोन्स डिजिज जुन अल्सर दिशामा रगत मिस्को ग्रुप आउँछ नि त्यो एउटा त बच्चामा 15, 20, 25 वर्षको ग्रुपमा धेरै हुन्छ, त्यसपछि बिचकोमा त्यति हुँदैन, त्यसपछि फेरि 60, 70 को एजमा हुन्छ, दुई ग्रुपमा हुन्छ। त्यो क्यान्सर जुन हुन्छ हाम्रो पेन्क्रियाज क्यान्सर भयो, लिभर क्यान्सर भयो, हाम्रो पित्थैलीको क्यान्सर भयो, लिम्फोमाहरू भयो, क्यान्सर हो ग्ल्यान्डको क्यान्सरभित्र ग्ल्यान्ड, यो अलि उमेरमा हुन्छ, यो चाहिँ प्राय कम उमेरमा हुँदैन, 60, 70, 80 को एजमा हुन्छ। तर 20, 25, 30 वर्षको उमेरमा पनि क्यान्सरहरू देख्न थालेका छौँ हामी। त्यो खानपिनले होला वा भनौँ नि चेन्ज भइरहेछ, हेरिडिटी कज त छँदैछ, खानपिनको करले पनि धेरै चिल्लो खाने, जुन हामी खान्थ्यौँ के भात दाल तरकारी साग, त्यो बहुत राम्रो छ आन्द्राको लागि। बिस्तारै हामी के खान थाल्यौँ, मोमो त हाम्रो फेभरेट खाना हो, मोमो त खायो, सँगसँगै भात दाल तरकारी सागसब्जी खायो भने त ठिकै छ, खालि चिल्लो चाप्लो खायो, खालि मासु खायो भने आन्द्रामा त असर पर्दै जान्छ नि त। त्यसैले गर्दाखेरि यो ग्रुप भनेको बच्चाको अलि छुट्टै हुन्छ, ओल्ड एजमा क्यान्सरहरू हुने हो, बच्चाहरूमा कोलाइटिस ग्यास्ट्राइटिसहरू बढी हुने हो, जिआरडिया इन्फेक्सनहरू हुने हो, यसरी फरक छ के एज अनुसारको। जिनमा हेरिडिटीमा एपिडीको ग्यास्ट्रोइन्टरोलोजीको लिभरको डिजिज लिएर आएको छ त हुन्छ हैन। हुनै नदिने बेला के हो भने जस्तो लिभरमा हेपाटाइटिस बी सी भाइरस जन्डिस हुन्छ है, त्यो त रोक्न सक्छ नि हामीले, भ्याक्सिन बच्चामै लगायो सबैको बी भने त हुँदैन, सी भनेको त सर्छ रगतबाट, र्यालबाट, केबाट त सर्छ, कन्ट्याक्टबाट त सर्छ, त्यो त हामी रोक्न सक्छ नि त केयरफुल भयो भने। अनि ग्यास्ट्रिकको सिम्पटम त छ तर खानपिन रेगुलर खान थाल्यो, पानी पनि पिउने, जस्तो त्यो ग्यास्ट्रिक रिफ्लक्स भएर फुड पाइपमा आउँछ नि एकैचोटि धेरै पानी फिर त्यति फाइदा छैन, बिचमा अलिअलि पानी पिराख्यो भने त्यो एसिडको पुस डाउन अलि तल हुन्छ, त्यसले पनि फिल गर्छ। र अलि स्पाइसी फुड फ्याटी फुड अलि कम खाने, भेजिटेरियन टाइपको डाइटहरू खाने, स्मल एमाउन्ट्स फ्रिक्वेन्टली, पेट चाहिँ खाली नराख्ने, यिनीहरूले हेल्प गर्छ। ग्यास्ट्रिक भन्छ हामी तर भनौँ कि त्यहाँ चाहिँ आन्द्राहरूमा घाउ भइरहेछ, क्रोन्स डिजिज, त्यो अगाडि निस्केर त्यो आन्द्रा भुँडीबाट बाहिर निस्केर पित्त नलीलाई बिगार्न थाल्छ, त्यसले लिभरलाई बिगार्न थाल्छ, त्यसले हाम्रो आँखालाई बिगार्न थाल्छ, त्यसले हाम्रो छालालाई बिगार्न थाल्छ, त्यसले हाम्रो जोइन्टहरूलाई बिगार्न थाल्छ, त्यसलाई सिस्टम भन्छ, सिस्टेमिक इफेक्ट्स म्यानिफेस्टेसन्स अफ इन्फ्लामेटरी बाउल डिजिज। क्यान्सरै भयो भने त्यही त बस्दैन, लिभरमा फैलिएर आउँछ, बडीको अरू पार्टमा फैलिएर जान सक्छ, लिभरै फेल भयो भने त्यही त बस्दैन, किडनी बिग्रिन थाल्छ, किडनी फेलर हुन्छ जसलाई हामी हेपाटोरिनल सिन्ड्रोम भन्छौँ। ब्रेनमा असर पर्छ जुन कि हामी ग्रेड 1, 2, 3, 4 भन्छौँ, ग्रेडमा अलिअलि बेहोस, 2 मा अलि बेहोसी बढ्छ, 3 मा बेहोसी बढ्दै गए पनि बिउझाउन मिल्छ, एराउजेबल, धेरै भयो भने बेहोसी भइहाल्छ। त ब्रेनमा असर भयो नि त, ग्यास्ट्रिक भन्दै लिभर खराब छ तर असर त ब्रेनमा भयो, हार्टमा मायोप्याथी हुन थाल्छ, फोक्सोमा हेपाटोपल्मोनरी सिन्ड्रोम, अक्सिजन लिने क्यापेसिटी प्लेटिक्युमिया भन्छ त्यो हुन थाल्छ, हार्टको पावर कम हुन थाल्छ, मसलहरू सबै चाहिँ श्रिङ्क भएर सार्कोपिनिया विक हुन थाल्छ हैन, खुट्टामा सुनिएर लेगी बिमार हुन सक्छ। त डिजिज त भित्र छ हाम्रो लिभरमा, क्यान्सरमा, लिभर क्यान्सर भयो भने पेटको पेरिटोनियममा पनि इन्फिल्ट्रेट गरेर पानी एसाइटिस जम्मा भएर आउन सक्छ, त त्यहीँको त्यहीँ डिजिज बस्दैन। सिम्पल एसिडिटी छ ठिक छ, डिजिज अलिकति ट्युबरक्लोसिस छ मान्नुहोस्, त्यसलाई पनि ग्यास्ट्रिकै भन्छ हामीले, तर त्यो ट्युबरक्लोसिस त पुरा बडीलाई एफेक्ट गर्न थाल्छ नि त, त्यसैले पेटको बिमारी पेटमै बस्दैन, अल ओभर द बडी एफेक्ट गर्छ। उपचारमा एउटा त हामीले खाने मेडिसिन ट्याब्लेटहरू छ, जस्तो पेटको भयो भने एसिड घटाउने प्रोटोन पम्प इन्हिबिटरहरू हो, एसिडलाई कम गर्ने एन्टाएसिड्सहरू हो, त्यहाँ ब्याक्टेरिया छ भने एउटा अल्सर ब्याक्टेरिया हुन्छ, हेलिकोब्याक्टर ब्याक्टेरिया, यो अस्ट्रेलियामै कभर भएको र म अस्ट्रेलिया पढ्दै गर्दाखेरि यसो खुब हल्लाखल्ला थियो, त्यसको लागि त्यो डाक्टर ब्यारी मेटलले नोबेल प्राइज पनि पाउनुभयो र त्यसले हामीलाई यो वेबिनार हुन्छ नि जहिले पनि वेबिनार भइरहेको छ, मलाई त्यसमा राख्छ उनीहरूले नेपालको तर्फबाट, उहाँले पुरा दुनियाँको डाक्टरलाई पनि डिस्कस गर्नुभयो। पहिले हाम्रो बेलामा 25, 30, 40 भने मै भयो 67, 68 भयो, अब म बच्चा हुँदाखेरि पढेर आउँदाखेरि
पेट काटेको काटै किन ब्लड छ त्यसलाई काट्नु पर्थ्यो जोड्नु पर्थ्यो जान बचाउनलाई भाइगोटोमी गर्ने ग्यास्ट्रेक्टोमी सब खत्म भयो एउटा डिस्कभरीले रिसर्च भनेको त्यस्तो हुन्छ त्यो ब्याक्टेरिया मार्ने एन्टिबायोटिकहरू छ एमोक्सिसिलिनहरू छ प्रोटोन पम्प इन्हिबिटरहरू भयो क्रेडिथ्रोमाइसिनहरू छ अरू प्रोबायोटिक मिलाएर दिन्छ टिन्डाजोलहरू छ त्यो औषधि 2 हप्ता दियो भने त मर्दो रहेछ त्यो ब्याक्टेरिया मर्यो भने त्यो अल्सरमै जाँदैन अनि ठुल्ठुलो अपरेसन त रोकियो त्यो एउटा ट्रिटमेन्ट त्यो हो एच पाइलोरीको एउटा पिपिआईको त्यसपछि लिभरको ट्रिटमेन्ट हेपाटाइटिस बी को राम्रो ट्रिटमेन्ट छ हैन भयो जमानामै भयो इलाज गरेन भने लिभर फेल भयो मर्यो डेथ भयो तर टेब्लेट गरेर क्योर त नहोला कन्ट्रोल हुन्छ हेपाटाइटिस सी आएछ भाइरस त्यसको औषधि 3 महिनादेखि 6 महिना दियो भने क्योरै हुन्छ तिनीहरू टेब्लेटहरू छ भाइरसहरू छ अल्सरेटिभ कोलाइटिस क्रोन्स डिजिजहरुमा औषधि छ स्टेरोइड्स छ जीवनमी सञ्जीवनी बुटी भन्छ नि स्टेरोइडले त्यसले कन्ट्रोल गर्छ एजाथायोप्रिनले कन्ट्रोल गर्छ अनि एन्टी इन्फ्लामेटरी ड्रगहरू छ मेसलामिनहरू तिनीहरूले कन्ट्रोल गर्छ हैन त्यसपछि पनि भएन भने अझै इन्फ्लेक्सिम्याब अनि चाहिँ त्यो एजाथायोप्रिन एन्डामिन अरु नयाँ ड्रगहरू धेरै आइरहेछ भने एक से एक ड्रग छ जुन अपरेसनबाट मात्रै पहिले हुन्थ्यो त्यो अहिले ट्रिटमेन्टबाट पनि भइरहेछ एउटा पद्धति त यो भयो अर्को मसिनको पद्धति त्यहाँ खानानलीमा त्यहाँ राख्यो रगत बगिरहेछ क्लिप बन्द गर्न सक्छ पुरै हामीले छाती चिर्ने थोरकोटोमी पेट चिर्ने ल्याप्रोटोमीको जरुरी छैन मसिनबाट फिट गर्यो भित्र कुनै केही छ डल्लो भएछ त्यहाँ यसो गरेर पोलिपेक्टोमी मासु काट्न सक्छ क्यान्सर एकदम छिटो स्थितिमा पाए फैलेको छैन भने आलु गोबी निकाले जस्तै डिसेक्सन गरे जस्तै इन्डोस्कोपिक म्युकोजल डिसेक्सन सबै पद्धतिहरू हाम्रो डेभलप भइरहेछ खाना अड्केछ भने पहिले चिर्नु पर्थ्यो अहिले इन्डोस्कोपीबाटै त्यो मसल काटेर हाम्रै यिनीहरूले अब यङ्गस्टर्सले हामीभन्दा पनि राम्रो गर्न थाल्यो हामीले एउटा जेनेरेसन राम्रो गर्यो त्यो मायोटोमी एडभान्स कुराहरू इआरसी भनेको मसिन पसाएर जोन्डिसमा पत्थर छ के छ निकालिदिने नली फिट हामीले सुरु गर्यो थोरै गर्यो यङ्गस्टर्सले झन् बढी गरिरहेछ टिमवर्कबाट डाक्टर विकास जैसी यिनीहरूले झन् दे आर डुइङ मोर एकानन्दले त अब लिभर ट्रान्सप्लान्टै गर्यो नि त हामी किस्टमा त एकानन्द भएर नै गर्यो डाक्टर एकानन्दले मलाई फोन गर्नुभयो अब यो होला कि नहोला हुन त 91 92 मै लिभर ट्रान्सप्लान्ट हुन्थ्यो अस्ट्रेलिया मैले हेरेर आएको थिएँ यहाँको सिस्टममा होला भने आश त मलाई थिएन एकानन्दले भन्दाखेरि होला कि बा किस्टमा कुरा गरेँ सबैले जोड लगायो अहिले 11 जना मान्छेको लिभर खत्तम भइसकेको पुरा झिकेर उहाँको आफन्तले आधा लिभर दिएर दिने पनि सब फिट छन् लिने पनि सब फिट छन् भनेपछि त्यो सर्जिकल ट्रिटमेन्ट भयो त्यस्तै भित्र टिबी रोग चिन्यो भने टिबीको 6 महिनादेखि 9 महिना 1 वर्ष औषधि खुवायो भने त्यो ठीक भयो भन्दाखेरि ट्रिटमेन्ट के भयो भने मसिनबाट पनि भयो टेब्लेट इन्जेक्सनबाट पनि भयो हैन अनि त्यसपछि अपरेसनबाट पनि भयो रोग कहाँ कति के छ त्यो हेरेर चिनेर ट्रिटमेन्ट गर्ने खाना त खानु पाउनु पर्यो नि त खाना त खाएर मान्छे खुसी हुन्छ म पनि त कति कन्ट्रोल गर्ने एकदम कन्ट्रोल गर्न त सकिँदैन तर खानामा मैले सल्लाह दिएँ भने अल्कोहलबाट बच्नु पर्यो मेन अल्कोहलले हाम्रो शत्रु हो हैन धेरै अल्कोहल भएपछि त्यसको उपाय नै छैन खाँदै नखाने त मान्दैन तर हामीले हानि गरिरहेको छ कि छैन त्यो हेर्नु पर्यो हानि गर्न थाल्यो भने छोड्नु पर्यो एउटा त्यो हो खाने अर्को कुरा पार्टीको नाउँमा हामीले अब भात दाल तरकारी त पेटमा जानु पर्यो नि त अनि नै हेल्दी हुन्छ खाली चाहिँ भनौँ नि फास्ट फुड भन्छ त्यस्तो मसालेदार खायो त्यो त बिगार्छ पक्कै पनि त्यसैले खानेकुरामा जुन हाम्रो पुरानो परम्परा हो भात दाल तरकारी हैन यसो खाने त्यहीलाई इन्करेज गर्नुपर्छ अब फास्ट फुड यता केही पऱ्यो भने पनि एकदम रेगुलर नहोस् त्यो हामी केयरफुल हुनुपर्छ अल्सरहरू त पुरै ठीक गर्न सकिन्छ ग्यास्ट्राइटिसहरू चाहिँ रिफ्लक्सहरू पुरै ठीक गर्न सकिन्छ अब यो प्रश्नमा यसको जवाब दिनुपर्छ मैले कि ग्यास्ट्रिक भनेको 100% ठीक हुँदैन पुरै भनेको त 100% भयो नि त किनभने त्यो त एसिड त्यहाँ छ नि त्यही ग्यास्ट्रिक जुस भएर त खाना पचिरहेको छ त हामीले गर्ने के हो भने ठुल्ठुलो रोग चाहिँ मिस गर्नु भएन क्यान्सरहरू ठुल्ठुलो अल्सरहरू क्रोन्स डिजिज अल्सरेटिभ कोलाइटिस माल अब्जर्सन लिभर फेल त्यो मिस गर्नु भएन त्यसपछि पोल्ने दुख्ने भइरहेको भने हामीले एक्सप्लेन गर्नुपर्छ पेसेन्टलाई कि पोलियो दुख्यो भने धेरै छ भने यो टेब्लेट एसिड घटाउने यो एन्टाएसिड खानुहोस् ठीक भयो भने छोड्नुहोस् खानाबाट मिलाउनुहोस् पानी पिएर मिलाउनुहोस् अलिअलि आउँछ कहिले खानुहोस् कहिले रेगुलर खाने होइन टेब्लेट जुन हाम्रो पेन्टोप्राजोल अरू पिपिआईहरू खान्छ रेगुलर खाए फेरि सिस्टममा गडबड हुन्छ रेगुलर लगातार नखाने अलिक ग्याप गरेर खाने छोड्ने त्यो एडभाइस गर्नुपर्छ 100% ठीक नहुने भनेको हाम्रो सिस्टम फिजियोलोजी जुन जुस छ त्यो 100% आउट गर्न मिल्दैन तर जुन डेन्जरस कुराहरू छ त्यो त अलमोस्ट 100% ठीक गर्न सकिन्छ डिजिजहरू लास्टमा आयो के जस्तो कि क्यान्सर लिभरमा गइसक्यो पेटमा इन्फ्लिटेड एसाइटिस भइसक्यो फोक्सोमा गइसक्यो अब केमो देउला रेडियो देउला मान्छे त बचाउन सकिएन नि त हामीले यो अल्ट्रासाउन्ड हामीले इन्डोस्कोपी कोलोनोस्कोपी भनौँ नि फिमेलहरूमा अब यो त ग्यास्ट्रिकको त होइन
तर पाठेघरको अरू अङ्गहरूको जुन क्यान्सर छ त्यस्तै ग्यास्ट्रिकमा पनि त प्यान्क्रियाज क्यान्सर छ लिभर त्यसलाई हामीले सोसाइटीमा जस्तो वीर हस्पिटलले इन्भाइट गर्नु पर्यो बिचमा त गरेको थियो नि कोलोनोस्कोपी म यो महिना मार्चमा आएको थियो नि त राम्रो कुरा हो त्यस्तै अरू कुरा यो क्यान्सरलाई बेलामा हामीले क्याच गर्नु पर्यो एक अर्को भाइरस हेपाटाइटिस बी र सी अब 3 करोड पपुलेसन छ 1 करोड बाहिले होला 2 करोड छ भने त्यसलाई बेलामै समात्यो भने मानुस कि तिनीहरू 5,000 10,000 होला त तिनीहरू त सबै लिभर फेल भएर लिभर क्यान्सर भएर डेथको क्लोजमा आउँछ धेरै गर्न सकिँदैन त्यसैले स्क्रिनिङ भन्छ डिजिजको स्क्रिनिङ त गभर्नमेन्टले पोलिसी बनाउनु पर्ने हो मैले त कसैलाई भनौँला केहीलाई हेल्प गरौँला मैले त म्याग्दीमा देखेँ मैले 40 सालमा भनौँ नि म्याग्दीमा 41 42 43 मा गरेँ जलेश्वरमा 44 45 मा गरेँ गाईघाटमा 46 47 47 मा गरेँ वीरमा आएँ गभर्नमेन्टले फेरि पठायो मलाई त गभर्नमेन्ट त फाप्दो रहेछ नेपालको यहाँ त धेरै दुःख छ सबैलाई त छैन मलाई त छैन पहिले अस्ट्रेलिया पठायो पहिले लखनऊ पठायो अस्ट्रेलिया पठायो पढेँ आएँ फेरि विराटनगर भक्तपुर सबै ठाउँमा मैले यो प्रोसिडरहरू चलाएँ त्यो त इन्डिभिजुअल एफर्ट हो नि त कन्ट्री लेभलमा स्क्रिनिङ डिजिजलाई छिटो समात्ने होला पोलिटी पैसा पनि त फ्रिज हुँदो रहेछ खर्च त गर्दैन मेरो एउटा साथीले त क्यान्सरको पैसा खर्च गर्न सकेन भन्दै थियो नाम नभनौँ है त भनेपछि त्यो त खर्च गर्नु पर्यो नि क्यान्सर भनेको खालि क्यान्सरको इलाजको लागि त मात्रै गर्ने होइन नि क्यान्सर बेलामा समात्नु पर्यो हेपाटाइटिस बेलामा समात्नु स्क्रिनिङ र सर्भिलेन्स यो कुरामा हामीले पेट रोगमा पनि अरू रोग जस्तै विशेष ध्यान दिनुपर्छ हाम्रो इन्डिभिजुअल एफर्ट पनि हो कन्ट्रीले गर्नुपर्छ त्यो म एउटा रिक्वेस्ट गर्छु